नमस्ते दर्शकबिन जति पनि दर्शक हेर्दै हुनुहुन्छ। अहिले ट्राफिक प्रहरी जुन छ नि खतरनाक मोडमा छ है। फाइनमाथि फाइन हानेको छ हैन। गाडी तपाईँको चाहिँ हैन नियम मिच्नु भयो, फाइन तपाईँको चाहिँ आइहाल्छ। चाहिँ सोशल मिडियामा भिडियो भाइरलले गर्दा होस्, अरू कसैले सोशल मिडियामा पोस्ट गरेर होस् हैन, फाइनमाथि फाइन छ। होशियार हैन। त्यस्तो पहिला स्टन्टहरू गर्नुहुन्थ्यो नि, हो त्यो चाहिँ गर्नु अहिले मिल्दैन। के भएछ भने नेपाल प्रहरी जुन छ नि त्यो चाहिँ पार्किङ गरिएको रहेछ, तर पार्किङ त्यहाँ नगर्नुपर्ने ठाउँ थियो, त्यहाँ चाहिँ पार्किङ गरिदिए रहेछ रोडको साइडमा। ट्राफिक प्रहरीले देखिसक्यो हैन, यहाँ पार्किङ गर्न मिल्दैन सर। के गरेछ भने उसले नि रसिद थमाइदिएछ हातमा, फाइन उसलाई नि हालिदिएछ। सो पहिला के थियो, पहिला अब पार्किङ गरिदिन्थ्यो गइदिन्थ्यो, अहिले चाहिँ त्यस्तो छैन, एकदम टाइट गरिएको छ। ट्राफिक प्रहरीले चाहिँ एकदम टाइट गरिएको छ हैन। सो जति पनि दर्शकहरू हेर्दै हुनुहुन्छ नि, तपाईहरु सचेत रहनुस्। कि पहिला स्टन्टहरू गर्ने हैन, अहिले स्टन्टहरू गर्नुभयो, कसैले भिडियो रेकर्ड गरेर सोशल मिडियामै पोस्ट गरिदिनु भयो भने तपाईको हैन फाइन चाहिँ आइहाल्छ। सो चाहिँ स्टन्टहरू अहिले चाहिँ नगर्नुहोस्। र यो कामप्रति चाहिँ तपाईहरुको धारणा के छ हैन, कस्तो लागिरहेछ ट्राफिक प्रहरीको काम, यो चाहिँ तपाई कमेन्टमा भन्न सक्नुहुन्छ है।